गरिसकेको छु मात्रै आफ्नो घरबडी बाबा आमाले दिनुभएको जिन्स सामान रकम हेलो र उहाँहरूको हेलो मैले वाचन गरिसकेको छु। अब मात्रै हाम्रो अन्तिम चरणमा पुगिसकेको छु। जति पनि हाम्रो बरबधुलाई अर्थात् छोरी ज्वाइँलाई हाम्रो दुलीको बाबा आमाले दिनुपर्ने जिन्स सामान रकमहरू त्यस्तै गरी उहाँहरूको बाबाहरू दाजुभाइहरू आजीआमा आफैहरू फुपूहरू दिदीबहिनीहरू माउलीहरू सम्पूर्णले आफ्ना तर्फबाट जिन्स सामान रकम सुन चाँदीहरू सम्पूर्ण यहाँको छोरी ज्वाइँको सामने टकाइसक्नु भएको छ। अब म यसलाई वाचन गर्न गइरहेको छु। हजुरहरूले ध्यानपूर्वकसँग सुनिदिनु होला ताकि कतैतिर लेख्नेमा भन्नेमा दिनेमा लिनेमा बुझ्नेमा कोही गडबडी नहोस् भनेर मैले हाम्रो दिल्लीको बाबाले मिठोसँग सुनाइदिनु भनेर मैले यो लिखितमा कागज मेरो हातमा आइसकेको छु र यो म अब बिस्तारै सुनाउन गइरहेको छु। इनकेस तपाईँहरूले दिएको जिन्स सामान रकममा या कतै कोही लेख्ने हाम्रो दिदीबहिनीहरूले लेख्दै हुनुहुन्छ दाजुभाइहरूले लेख्दै हुनुहुन्छ त्यसमा कोही गडबडी भएकोमा यसमा भर्खरै हामीले सुधार गर्ने मौका पनि छ र एकैछिन अब माइकतिर ध्यान राखिदिनु होला। शान्तसँग बसेर सहयोगको लागि म आग्रह गर्छु प्लिज। घरबडी बाबा आमाले दिनुभएको जिन्स सामान रकम सुनाउन गइरहेको छु। एकैछिन शान्तसँग बसेर सहयोगको लागि म सम्पूर्ण आदरणीय आफन्तजनहरूलाई आग्रह गर्छु हल्ला कति आएर हो र घरको तर्फबाट सुन्नुहोस् है, यो गडबडी नहोस्। मैले एक फेर सुनाइसकेपछि घरको तर्फबाट बाबा आमाको तर्फबाट एक थान खरकटा तामाको र 4 थान चरेसको थाल र 4 थान चरेसको कलर र 1 थान राइस कुकर र 2 थान करुवा र 1 थान तामाको जग, 2 थान सानो गाग्री र 1 थान फाडेबत्ती र 1 थान सानो खरकटा र 2 थान डल्लो पिछाडि परिराखेको छ र त्यस्तै गरी 1 थान छाप्री र 1 सेट कुसन र यो 1 थान चरेसको आँखोरा। यसमा मैले पहिला हेरेको छैन, मैले अहिले देख्ने मलाई यहाँ अलिकति मलाई देखिसक्यो लेख्नेमा चरेसको आँखोरा भनेर लेख्नुपर्छ, चरेस तामाको गाग्री भनेर लेख्नुपर्छ। लेख्नेले कोही नै यो बुझिसकेको छ। फेरि पनि हामीले अगाडि हाम्रो लेख्ने दिदीबहिनी दाजुभाइले जहिले पनि लेख्नुहुन्छ चरेसको कटौरा, चरेसको थाली 1 थान, यो तामाको गाउरी 1 थान भनिदिने भयो भने त्यो एकदमै उचित हुन्छ है। र यस्तै गरी दाजु भाउजूको तर्फबाट 1 थान मिनी हार, सुनको मिनी हार है, बुझ्नुहोस् है। र त्यस्तै गरी भाइहरूबाट रु 27,000 सिरकोटे घरबाडी र उहाँले यो पनि लेख्नुभएको छ दिन मिति 2073 साल आज फागुन 7 गते सिरकोटे तकपुरी कोनी कोन्ने भाइहरूबाट उठेको रकम रु 27,000 र यस्तै गरी बाबा आमाबाट रु 3 लाख रुपियाँ र 1 तोला छोरी ज्वाइँलाई सुनको आँगुठी। त्यस्तै गरी भाइहरूको तर्फबाट तीनवटै भाइ दाजुभाइको तर्फबाट 1.5 लाख रुपियाँ है र माझो टोलको सोल्टिनेहरू 4 जनाको तर्फबाट 2 थान चरेसको घरुवा
त्यस्तै गरी तारा दिदीको माजु तरापाडी एक थान पानास र सोल्टिनी सोनिया गुरुङको तरापाडी एक थान कप सेट र दुईजना माउली समबहादुर मामा र दिलबहादुर मामाको बढी एक थान रोजा। मैले अघि भने रोजा त के को रोजा हो त्यही लेख्नुपर्छ, तामाको रोजा भनेर लेख्नुपर्छ लेख्ने भाइ बहिनीहरूले। अगाडि बात बाबा प्रसाद गुरुङ जेठा बाबा, उहाँको तराबाडी हेलो तराबाडी 10,000 रुपियाँ र एक थान चरसको थाल र कटोरा। त्यस्तै गरी साइला बाबाको तराबाडी रु 20,000 र एक थान आसुरुपी आम्बुटी। त्यस्तै गरी साइली आमा हाल युकेमा हुनुहुन्छ, उहाँबाट एक थान सेतो छाप्री र एक थान तामाको पाला। र त्यस्तै गरी काउली ज्यामिरे माइती खलक टोलीबाट रु 23,000 रुपियाँ र त्यस्तै गरी खलकको फुपूहरू बजै फुपूहरूको तराबाडी रु 33,000 सिरकोटे फुपूहरूबाट है। यो हामीले हाम्रो दुलीको बाबा बढी सम्पूर्ण बढी हामीले हस्तान्तरण गर्छौँ। फेरि पनि यो रकमको बारेमा राम्रोसँग जसले ग्रहण गर्नुहुन्छ त्यतिखेर बुझिदिनु होला। भाइ खलाको फुपूहरू र बजै फुपूहरूको तर्फबाट रु 33,000 सिरकोटे फुपूहरूबाट है। र अगाडि आफन्त फुपूहरू 7जनाबाट एक थान छड्के तिलौरी अरे है। र आफ्नो फुपूहरूबाट एक थान सेतो छाप्री। यो बुझ्नु भएको छ राम्रोसँग बुझ्नु होला हजुरहरूले त्यहाँ बुझ्दाखेरि। र त्यस्तै गरी डिल कुमारी गुरुङ डाँडासरा आज बढी 10,000 15 रुपियाँ। र त्यस्तै गरी बुद्धिमाया गुरुङ आजी ज्यामिरे उहाँले पनि 10,000 5 रुपियाँ। र त्यस्तै गरी गोविन्द गुरुङ ज्यामिरेको भाइबाट रु 10,000 5 रुपियाँ। र त्यस्तै गरी दिदी सासू मिना गुरुङको तर्फबाट एक थान प्रेसर कुकर। र बहिनी टिका घले गुरुङको तर्फबाट रु 2,000 है। र त्यस्तै गरी दाई सुरेन्द्र गुरुङको तर्फबाट एक थान छाप्री। र त्यस्तै गरी चिज गुरुङ र डल्ली गुरुङ आजी आमाहरूको तर्फबाट 2 थान चरिसको थाल। र त्यस्तै गरी ज्यामिरेको मामा डुमबहादुर गुरुङको तर्फबाट एक थान चरिसको थाल र कटौरा। पाचन गरिसकिए। यो गडबडी जति पनि नहोस्, फेरि पनि राम्रोसँग चेकबी गरेर यहाँ राखिदिनुहोस्। र जो यो हामीले 3 सामान रकम जति पनि उहाँहरूलाई हामीले तर्पण गरेर हस्तान्तरण गर्नुहुन्छ र जसले यो रकम बुझ्नुहुन्छ फेरि राम्रोसँग एउटा कलम लिएर एउटा राम्रोसँग नोट गर्नुहोस्। हाम्रो यहाँको टोटली र तपाईँको टोटलीमा बराबर हुनु पर्यो। एक थान कप सेट मात्रै भनियो, तर 2,000 रुपियाँ यहाँ लेखिएको छैन। र अहिले 2,000 रुपियाँ पनि भनिसक्नु भएको छ। यो अहिले यसमा पनि फेरि हेलो आज मिति 2073 फागुन 7 गते दिनका शनिबार म सोम र भीम कुमारी गुरुङको कोखबाट जन्मेको श्री शुभश्री गुरुङ र श्री मनोज गुरुङको शुभ विवाह र शुभ भोग भेट कार्यक्रममा उपस्थित भएका मेरा आमा र कान्छा बाबा साथै दाजु प्रसाद भाउजूमा सेवाढोक आभारी। साथै म सोम र श्रीमती भीम कुमारी र 3 भाइ छोरा बुहारी नाति भविष्यहरूमा धेरै धेरै आशीर्वाद। साथै मेरो बडाखोला परिवारका 7 बहिनी ज्वाइँ लगायत परिवारहरूमा शुभ आशीर्वाद। मेरो सिरकोट भाइ खलक तग्रो पन्ने परिवारमा
आमा दाजु भाउजू भाइ बुहारी सम्पूर्ण परिवारहरूमा शैलीअनुसार ढोग एवं आशीर्वाद साथै ढोग भेट कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनु भएकोमा यहाँहरूप्रति आभारी व्यक्त गर्दछु र सिरकोट तग्रो परिवारका दिदीबहिनी ज्वाइँ भान्जा भान्जीहरूप्रति सेवा ढोग आशीर्वाद धन्यवाद टक्राउँछु। साथै फुपू पुसाई सोल्टीहरूमा सेवा ढोग र नमस्कार गर्दछु। साथै छोरी शुभश्रीको आथे बाथे आजी आमाहरू र दाजुभाइ दिदीबहिनीहरूप्रति सोमको तर्फबाट आभारी व्यक्त गर्दछु। साथै छोरीको माउली ज्यामेर र काहुले मामुलीहरूप्रति मेरो आभारी व्यक्त गर्दछु। साथै मेरो गौरीमा टोलवासीहरूप्रति नमस्कार एवं आभारी छु। छोरी ज्वाइँको जन्तीमा पाल्नुभएका सम्पूर्ण जन्तीप्रति नमस्कार मुरी धन्यवाद गर्दछु। श्री कोरोबाको तमु समाजका अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिप्रति मुरी धन्यवाद आभारी व्यक्त गर्दछु। अन्तमा मेरो कुलपितृहरूले रक्षा गरिरहन् भन्दै जय बुद्ध, जय कोलोमागुर तमु समाज, जय हाम्रो प्यारो देश नेपाल, जय पोखरा राम बजार। हेलो र यसमा 2000 लेखिएको छैन, हामी तुरुन्तै लेखिहालिन्छौँ है। र त्यसको सँगसँगमा अब भने यसलाई तर्पण गरेर उहाँलाई हस्तान्तरण गर्नको लागि हाम्रो मेरो कसैलाई कहाँ भनेर ल भाइ लगाइदिनु बिहामै हो किलरी लगाइदिए हुन्छ हौ भ्याइयो साइलालाई गर्न दियो जा साइला
छिटो त हेर कन हो दाम दिन्छ त पाला दियो कि दी बिनी त्यो पाला राम्रो भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष आफ्नो आफ्नो नै पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई काम नगर्छौ सुख